हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो यो भिडियोमा। आज चाहिँ हामी जङ्गल जाँदैछौँ। यहाँ माथि देख्न सक्नुहुन्छ सब मेरो भाइ बहिनीहरू, म चाहिँ लिड गरेर यिनीहरूलाई लैजाँदैछु जङ्गल। अनि आज चाहिँ हामी जङ्गलमा चाहिँ कोही दाउरा कोही घाँस, म चाहिँ घाँस, अरू चाहिँ सबैजना दाउरा काट्न जाँदैछ। पानी चाहिँ यसरी आफै उब्जिरहेको छ। यी टक्कले चिसो पानी। वाउ, कति मिठो पानी। कस्तो मिठो छ नि। हाम्रो टोलीहरू जब म हाम्रो टोली खरखरेमा घाँस काट्नु पर्नेछ। काट्ने भनेर निर्णय गर्दा भरे यतैतिर काट्न पसियो। अनि सबजना जङ्गल छिरिसके। म चाहिँ भिडियो बनाउँदैछु। घाँस छैन यतातिर। हालत चाहिँ यस्तो भयो, घामले पोलेर घाँस काट्दा यस्तो भइरहेछ। म चाहिँ अलि ओर आइसकिसकेँ घाँस काट्दै काट्दै। अरूहरू चाहिँ सबै परेछ। घाँस चाहिँ मैले काटेर यति बनाइसकेँ। घाँस यस्तो छ, तर पनि यस्तो चाहिँ भैँसीले खान्छ। मिठाईले चाहिँ भोक लागेपछि खानु पऱ्यो नि यस्तो घाँस पनि। भैँसीले पनि खाइनस् भने यति धेरै दुःख गरेर काटेको छु, खाए। उफ, हालत खराब भयो। म चाहिँ घाँस यति मात्रै काटेँ आज। सकिन है आमा घाँस काट्नु। म दाउराको भारी पुरा लगाइसक्यो यिनीहरू पनि। आज एउटा ग्रुप आउने बाँकी छ। कहाँ गएछ तिनीहरू चाहिँ? म चाहिँ यहाँ छु। अर्को यो आइसकिसक्यो। यो चाहिँ अलिक सानो ग्रुप। अनि नम्रताले चाहिँ के भएर दाउरा भाइ 4टा काटेको दाउरा 4टा। अब घाँसको भारी नपुगेपछि चाहिँ मैले यहाँ भाइलाई उयो खन्यौँ घाँस काट्नु लगाउँदैछु भिरमा चढेर। ए नि लोइ लोइ। अफ अफ अफ। ओइ मलाई लाग्छ के हो है त। अब हामी चाहिँ फर्किसक्यौँ। दाउराको भारी घाँसको भारी पुर्याएर पनि हाम्रो ग्रुपहरू चाहिँ यहाँ छ। यी मेरो घाँसको भारी चाहिँ यो, अनि यिनीहरूको चाहिँ पर छ। यी सबजना भारी पुर्याएर आइसक्यौँ। के हेरेको यस्तो साह्रो घोप्टो परेर चाहिँ। ल है त हामी लाग्यौँ है। अब म चाहिँ यता छु। बहिनी र म चाहिँ घाँसको भारी र दाउराको भारी एक्सचेन्ज गर्नु पर्यो। हाम्रो ग्रुपहरू। घाम यति मिठो लागिरहेछ नि। उफ। फेरि अब चाहिँ हामी हलेसी जान लाग्यौँ। हलेसी जानको लागि चाहिँ म रेडी भएर आइसकेँ। अब म चलाउँछु बाइक भनेर। आज अलिकति थोरै काम छ मम्मीको लागि, अनि हल्सी जान लागेको। पानी यस्तो परिरहेको छ। आज हामी कसरी घर जानु? पानी त यस्तो यस्तो छ। यस्तो भयो। के बिजोक बनायो पानीले आज। बाटो यस्तो बनाएको छ। अनि कहाँ अब गाडी माथि घरमा हल्सीमा छोडियो। अनि यसरी झरिँदैछ। अब अहिले चाहिँ फेरि कस्तो घाम पनि डुबेको छैन सन्जी। माइला र मेरो हिँडाइ अब आज टक्कसँगले। चिप्लो। धेरै वर्षमा हिँड्नु पाइस। धेरै वर्षमा हिँड्नु पाइस अरे यो बाटो। ल तल बधाई छ। आया यो बाटो त हैन, परको गाउँको हालको बाटो। अहिले म भरे देखाउँछु ल त्यो बाटो कस्तो। स्वर्ग हेर्ने हो स्वर्ग। हजुरहरूलाई म स्वर्ग देखाउँछु।
वाउ कस्तो राम्रो तर रियल आँखाले हेर्दाखेरि कस्तो राम्रो देखिरहेको छ क्यामेरामा भन्दा हाम्रो गाउँ चाहिँ यो तल